हेलो गाइजहरु गुड मर्निङ सबैजनालाई अहिले चाहिँ हामी खाजा खाइसक्यौँ उठेर पनि गाइजहरु बनाउँछु नि हौ उही टिकटकर पो त हामी चाहिँ नि यहाँ अहिले खाजा खाइसक्यौँ हैन लगाएको एकछिन भेटौँ अब खाजा खाइसक्यो ल गाइजहरु हेलो गाइजहरु अहिले चाहिँ हामी अब निस्किन आँटिसक्यौँ हामी बसेको चाहिँ यहाँ हो हामी सिजी हामी अब निरन्तर यात्रा सुरुवात हुँदैछ अन्त हामी अब जान आँटेको गाडी रेडी भइसक्यो स्टार्ट भएर 11:20 गाडी नम्बर अनि अब हामी जान आँटेको केटाहरू छ यता अरू सबै बसिसक्यो ग्याङ अब लाग्न आँट्यो गाइजहरु हेलो गाइजहरु अहिले चाहिँ हामी छक्कै बसबाट उत्रेर पनि यो सिजी मन्दिरमा आइपुग्यौँ यता छ टोलीहरू चाहिँ यहाँ सबै निन्द्राले झुमझुम भएको छ लक्की 3 बजेदेखि अलार्म बज्दा नि नउठ्ने मान्छे अब हामी भित्र जाँदैछौँ अब सरर लागेर अनि यहाँ के जातीय रहेछ यो पानी लगाउने होला यस्तै छ अब हाम्रो फोटो खिच्नु पर्ने अरे गाइजहरु सिजी टेम्पल हिन्दूहरुको हामी चाहिँ अब कहाँ हिँडेको भने शौचालय अहिले टोलीहरू छ अगाडि म चाहिँ अनि नेपाली शिक्षक भएर हिँडेको अहिले एकछिन भेट्नु त गाइजहरु ल गाइज अहिले चाहिँ हामी सररै घुम्दैछौँ ठाउँ त एकदम बवाल छ स्पेसल छ यहाँ यस्तो छ कस्तो लागिरहेको छ निन्द्रा पुग्यो मस्त सुत्ने हो निन्द्रा पुगेन अरे केटाको पासमा पैसा पनि हारिएको छ दुनिया पनि पैसा हारेको छैन भएको अलिअलि पैसा पनि खानेकुरामा सिधाइएको छ यस्तै छ जुङ्गो बवाल छ गाइजहरु बवाल यस्तो मिठो छ गन्ध चाहिँ एकदम मिठो आइरहेको कुरै छोडौँ न गन्धको त यो चाहिँ सिजी मन्दिर अरे हामी अब कहाँ जानु आँटेको भने सङ्ग्रहालय म्युजियम जानु आँटेको ल यस्तो बवाल छ स्पेसल कुरै छोडौँ अनि सक्छ त यस्तो बवाल छ नि मजा बनाउने गरौँ न
जुत्ता खोल्ने स्थितिमा छैनन् केटाहरू मुठाबाट मिठो अमी गन्धे हिक्मत बुढा कुन तालको पोजिसनको खिचाइ हो रे यो बुढा खतरा अस्ति भर्खर हिँगले के गरे कतिमा बेच्यो झुसे निन्द्राले झुम्म भएको छ चस्मा नलाइ त देख्दैन केही भित्र के छ ठिक छ अब भित्र हामी म्युजियममा क्यामेरा लाउनु पाइँदैन क्या निन्द्रा पुग्यो साँच्चै नहोला नि तिमी कति बजे सुत्यो म चाहिँ 3-4 बजीतिर सुतेको थिएँ सेन्सर छ त यहाँ दुईजना अर्नाहरू छन् यहाँ अब हामी छिर्नु पर्ने चाहिँ यहाँ भित्रै गाइजहरू जुवा नर्सिङ मुर्चुङ लम्फू हट्टा राधे चपत्ती मुकुट हिमाली भेटको प्राचीन टोपी भइहाल्यो के राख्थ्यो यो त हाम्रो मारुङले छुट्यायो क्या त्यसरी गाइजहरू वालमा रहेछ
यस्तै चिजहरू छ Do not touch it, brother. That's woman's name. यस्तै छ गाइजहरू यो चाहिँ हाम्रो लुम्बिनीको अशोक स्तम्भ हो नि लुम्बिनीको अशोक स्तम्भ है अहिले पुरा कालो भयो चीनबाट आएको अनि पढ्नु जान्दैन क्या त्यत्रो डोन्ट वक अन द ग्राउन्ड भनिरहेको छ अब चाहिँ हामी घुमिसक्यो त्यो म्युजियममा छिरेर निस्किसक्यौँ होइन ला लुम्बाङ चामलिङ राई एकदम निन्द्राले जुम्म भएको छ सुमन तामाङको झन् कुरै नगरौँ यता सृजन श्रेष्ठ कति बजे हो सुताइ त्यति बेला मात्र पो सुवर्णभरमा खिचेर That's called सुवर्णभरमा होइन सुवर्णभरमा हो That सुवर्णभरमा I think that Still motherfucker That's called Bua के मुलाङ्गे भन ल दुई चार शब्द भनिदेऊ त ल हेलो गाइस मादेनको मिनी भ्लग आउँदैछ सबैले लाइक कमेन्ट गरिदिनु होला फुल्लो भन्न के मिनी भ्लग जय हनुमान की कस्तो मादेन मेरो यहाँ खिच्यो भात त हिजोको ठाउँमा 我是的不会老对吧？我这是几下？我还知道啊， केटाहरू जुत्ता सबै हेलो गाइज हामी चाहिँ अहिले घुमिसक्यौँ रथ अनि अब यहाँ अन्तिम स्थलमा हामी आइपुगिसक्यौँ त्यो मन्दिरभित्र चाहिँ गइएन अनि हामी अब जाँदैछौँ सरर लाएर हाम्रो बस चाहिँ त्यहाँनिर छ अनि
यस्तो छ सररररररर हामी चाहिँ अब लागेको गाइजहरू अब सिधै ओए अब बोटिङ होइन केटा हो ओए यहाँ बोटिङ त हेर्ने मात्र हो ए हेर्ने मात्र भयो अनि अघि पनि हेर सौरामा त्यो उस पनि हेर हो अनि नारायणीमा बोटिङ गराउने भनेको होइन ल गाइजहरू यस्तै छ है 10,000 उठायो त अनि यस्तो बबाल छ ठाउँ चाहिँ नाच मेरी जान हेलो गाइज अहिले चाहिँ हामी यो के अरे देवघाट भन्ने ठाउँमा आइपुग्यौँ होइन बसबाट उर्लेर पनि यहाँ तल गएनौँ हामी चाहिँ अरू चाहिँ तल गए हामी 3 जना चाहिँ गएनौँ होइन अनि यस्तै भयो यहाँ त ठुलो मन्दिर रहेछ यहाँनिर तल बगर नारायणी नदी यो अलिकति अब धेर कराएर त्यस्तो भएको नि आउँदैछ टोलीहरू हेलो हेलो गाइजहरू अहिले चाहिँ हामी जाँदैछु पकेटका उडाएर तल बगरमा यता आशिकाहरू छ अनि यता तल केटाहरू एकजना म आफै हो यता गाइज यस्तै छ केटाहरू भुवनको नाम के अरे आशिका भुवनको च्यानलको नाम भनिदिउँ xamsars.com छ कुकुर हो कि सर्प हो कुकुर हो कि सर्प यो कुकुर सर्प हो कि सर्प कुकुर भाइ सरप जस्तो जस्तो हुनुहुन्छ पैसा आयो नाग देवा माथिको त कुकुरको टाउको यही छ हौ ल त गाइजहरू हामी चाहिँ अहिले बगरमा पुगिसक्यो यहाँ जाँदैछन् अगाडि म पनि जाँदैछु आज ठाउँलाई चाहिँ यस्तो बवाल छ सबजना लाइन लाएर जाँदैछ फर्किने मात्र हामी चाहिँ यहीँ जाने होइन बोटहरू चढ्ने पनि हुँदो रहेछ भने चाहिँ लगाइछ अब चाहिँ हामी लागेको फेरि यहाँ अब खाना खाएकै छैन ऊ माथिको पुलबाट आएको अघि हामी अब हामी सरर जाने भात खाने यो त्यो पाप पखाल्दैछन् दुईजना
अहिले चाहिँ हामी अब बस बाटो जान लागेको होइन बस भएको ठाउँमा फर्केको अब अब ह्याप्स भन्नु होइन अब खाना पनि खानुपर्ने छ अनि केटाहरू अगाडि छन् अनि हौ हाम्रो नयाँ सिङ्गर है गाइज हाम्रो झुसे ज्यू गाइदियो त यो मन्दिरको नाम के भयो हाम्रो एकदम सारा हाँस्ने ओइ बुढा बुढा ओइ हिक्मत सरहरू जाँदैछौँ हामी चाहिँ अब त्यस्तो पैसा तिरेर टोइलेट हामी फेरिम गएर आइसक्यो क्या है जुसे हामी त फेरिमै गएर आयौँ जुसे हो कि होइन घरिमा उता हालामा ड्रिटको टी सर्ट देखिरहेको छु केटा देखिरहेको छु मैले देखिरहेको छु भिस्कार बार्छ हेर्न त्यहाँ अस्ति भर्खर 2 घर हाम्रो केटाले भाइचारा अन टप मेसी पनि रहेछ हामी चाहिँ अहिले जाँदैछौँ कहाँ भन्दा घर अब घर भाइचारा भन्दा पनि घर भाइचारा होइन। अन टप काठमाडौँ होइन जालबुझो हो जालबुच्चो जाँदैछौँ ल एकछिन भेटौँ है त गाइजहरू च्याप मटन भनेको त ऊ होइन तल फिस भने होइन अनि मटन भने कसरी मटन भने मुजी खसीको मासु हो क्या खसी मासु त्यो नबोल्न त नि खसी मासु महँगो पर्छ होइन फिस भन्दा के भएर त मलाई माछा लागेको छ ल गाइजहरू अहिले चाहिँ अब हामी बस्तिर गाडीतिर फर्किँदैछौँ यो देवघाट जाँदैछौँ चुप्लाक हामी चाहिँ सर जाँदैछौँ भिडियोहरु पछि एडिट गर्छु गर्दिनँ यत्तिकै हालिदिन्छु म यस्तो भिडियोहरु गर्नु न हेलो गाइज एक्लै खाइस खाएर ठुलो कुरो गरिरहेको मलाई चिन्छ तिमीले कमेन्ट डाउन चाहिँ चिन्दैन होला त्यो कमेन्ट के होइन यसो इट्स अचल माथि गुरुङ अघि हौ देखेको के मासु भात खानु अब हिँडेको गाइजहरू हामीले यिनीहरू कुखुराको मासु म माछाको मासु सुँगुरको मासु दिन्छन् कि सुँगुरको मासु दिन्छन् कि भनेको नदिने त छ ए यो भान्सा घरमा नि हौ आन्टी हट्दैन है अब कस्तो मिलाएर दिएको त्यहाँनिर उति तलदेखि गएको होइन हामी उनीहरू तलदेखि गएको होइन हामी खै त ऱ्याफ्टिङ त गराएन त नि अनि भिडियो अन्त हो ल एउटा कुरा भनिदिन्छु म हाम्रो बुढाहरू जस्तो महान बेइमान उभिएर पोस्ट नगर भन्नुहोस् है आजसम्म मैले देखाएको छैन साथी हो भन्नु त धेरै थियो कि तर अब मादेन साहबले अपलोड गर्नुहुन्छ युट्युबमा अनि बुढाहरूले पनि हेर्छ त्यो भएर अलि नभने हो क्या हेर्नु हुँदैन हाम्रो 4000 लगभग बर्बाद भए जस्तो छ यसो भ्युज पनि देखाउन वरिपरि अनि यो हाम्रो नारायणी नदी ऱ्याफ्टिङ गर्छु भनेर आएको मान्छेहरू यता झोलङ्गे पुलमा
छलिरहेछन् है केरा छलिरहेछन् अब यो पो चाहिँ हो क्या होइन चिङ्ना ठोकिदिनु मसँग लिउँ मलाई मनै पर्दैन यस्तै छ गाइजहरू रिग्रेट गर्नुदेखि बाहेक अरू केही छैन हाम्रो जिन्दगीमा त्यो उसो भन्छ नि त एउटा पैसा बर्बाद भयो यार हुन त ठिकै भयो मासु अलिक कम भयो जस्तो ल बारबिक्यू कस्तो भयो भनिदिनुहोस् देखिरहेछ साइडमा बारबिक्यू ठिकै भएको थियो 3-4 प्लेट थपियो मजाले खाइयो है बिस्तारै आइज कोठामा गएर अलि आफ्नो ताल पनि हानियो रमाइलो भयो अनि राति कति बजे सुत्यो त राति खै कति बज्यो 2-3 बजेसम्म केटाहरू तास खेल्दै थियो म नआएर सुतिरहेको थिएँ मस्त तास खेल्नै आउँदैन आफूलाई अब के भन्नु अब यता हामीहरू उनु खेल्दै थियौँ त्यसपछि 2-3 बजे हामी मस्त ढल्यौँ सुत्नलाई बिहानै 6 बजे उठेर 7 बजे खाजा खाएर के भयो त्यसपछि हिँडे अनि भर्खर हामी यता नारायण ल हाम्रो दिनचर्या यस्तै छ त साथी हो खाना खाने बेला तपाईँहरूलाई फेरि देखाउन ल आजको लागि धन्यवाद ग्याप पार चामलिङज्यू यस होटलको बारेमा के भन्नुहोस् यस्तो मिठो म एक खानेले 3 थपे के बुझ्दैन ज्यान हेरेर चाहिँ कुरा नगर है यहाँ यसको ज्यान हेर्नु कसले खायो होला कति खायो त्यही पनि फुल 4 कस्तो झोले उना त दुईटा कचरा त फुल यो गुरुङ होटल कस्तो बवाल हुँदो रहेछ यहाँको मासु भात त्यस्तै मिठो ठ्याक्कै यो कहाँनिर हो नि थाहा भएन तर एकदम मिठो तर हाम्रो केटाहरूले रेकर्ड पनि राख्थ्यो एकजनाले 5 थप्या छ ल गाइजहरू भ्लगलाई यहीँ बिट मारौँ धन्यवाद अब फेरि कहिले आउँछ अरे बेलुका सिधै निस्केपछि हेलो गाइज हेलो गाइज मैले भर्खरै पादे हो दुईजना बिहोस भयो गर यार ल